हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। नमस्ते सबैजनालाई। हजुरहरू सबैजना आरामै हुनुहोला। साथीहरू, आज मैले धेरै दिनपछि आफ्नै भोइसमा फेरि भिडियो बनाएको छु। साथीहरू, आज मैले पक्कु बनाउन लागेको छु। त्यसको लागि मैले आधा केजी खसीको मासु ल्याएँ। त्यसमा मैले बेसार, जिरा धनियाँको धुलो, मिट मसला, अदुवा लसुन खुर्सानीको पेस्ट, नुन, प्याज अनि तोरीको तेल राखेर मैले मिक्स गरिदिएँ। मिक्स गरेपछि मैले आधी घन्टा रेस्ट गर्न छोडिदिएँ। आधी घन्टापछि मैले एउटा बाक्लो भाँडो कसौडीमा राखेर सानो ग्यास गरेर पकाएँ। त्यसपछि साथीहरू, मैले एकछिनमा हेर्दै चलाउँदै पकाउँदै गरेँ। साथीहरू, हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। यसरी मैले ढक्कनी खोलेर हेर्दै चलाउँदै पकाउँदै गरेँ थिएँ साथीहरू। यसरी गर्दा पनि मेरो अलिअलि भने तल पिँधामा अलिअलि डढे जस्तो लागेको थियो, किनभने मैले ग्यास सानो गरेर पकाएको थिएँ। सानो गर्दा नि त्यो धेरै बेर भएर होला। अब यहाँ केही टमाटर केही पनि राखेको थिइनँ, मैले पानी पनि राखेको थिइनँ, त्यही भएर होला तल अलिअलि टाँस्से जस्तो भएको थियो। तर टाँस्से पनि डढेको चाहिँ थिएन साथीहरू। बास्ना भने कति मिठो आएको थियो साथीहरू। मेरो नानी बाबुले मम्मी के बनाउनु भएको कि कस्तो मिठो बास्ना आछ, खाऊँ न भनेर आत्ते गरेको थियो। अनि त्यसपछि मैले पका पाक्दैछ अहिले खाने भन्दै बाबु नानीलाई लाने एकछिन पर्खाएँ। साथीहरू, हजुरहरूले पनि यसरी नै घरमै पक्कु बनाएर खानुभएको छ कि छैन? कोले खानुभएको छ कमेन्ट गर्नुहोला। नखानु भएकोहरूले पनि बनाएर खानुहोला। त्यसपछि भने मेरो पक्कु रेडी भयो। बाई बाई एभ्रिवान।